ल केटा हो अहिले चाहिँ म आइसकेको छु एउटा मेरो ठुलो गन्तव्यमा पछाडि फोटो हेरेपछि त केटाहरूले देखिसक्छ होइन अनि म चाहिँ फेरि भर्खर कलेज सकेर आएँ कि अनि तनाव छ यहाँ भोक लागिरहेको छ मान्छेलाई अनि अहिले चाहिँ मसँग छ मिस्टर कालु मिस्टर नारायण मगर अनि अहिले चाहिँ म चाहिँ यहाँ चाहिँ किन आएको भन्दाखेरि तपाईँहरूले थम्बनेल र उसको त देख्नु भइसकेको छ अनि अहिलेको चाहिँ हामीसँग मेन म्यान अफ द म्याच अलि त कालु म्यान अफ द म्याच चाहिँ हाम्रो यो नयाँ बाइक छ होइन हेर त केटा साइन हानेको माका यो बाइकको बारेमा चाहिँ अलिकति 2-3 शब्द बोलिदिउँ न हामी टाइम पास गर्न आएको हामी यहाँ कहाँसँग चाहिँ कसलाई नि भनेको छैनौँ हामी सोधेको छैनौँ है म्या के अरे भिडियो गर्न पाउँछ भन्न भनेर त ढुक्क हो केटा हो ढुक्क होइन त कालु केही भन्यो भने यहाँ कालु जिम्मेवारी हो कि केटा हो अब म बाइकतिर अलिकति 2-3 शब्द हान्छ है ल केटा आइसकेको छु म यहाँ होइन अब अहिलेको चाहिँ कुरा हो के हो भन्दाखेरि चाहिँ अहिले चाहिँ नयाँ बाइक झरेको छ त्यसमा अब एक लट हेर्नु पऱ्यो अब के गर्नु त नि अब ठिक छ नयाँ माग नयाँ जेनेरेसन नयाँ वर्ष यो चैतमा गरे है चैतमा अर्को हप्ता त अब सक्यो यसमा चाहिँ हाम्रो चाहिँ नयाँ के आछ भन्दाखेरि चाहिँ हाम्रो यहाँ एकदम मालदार यो चाहिँ भइहाल्यो भने यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो आरएमको सक्सेसर रे अब आएर आउनु अब त्यसको साथै चाहिँ यो आउनुले हामी चाहिँ पहिल्यै थाहा थियो मलाई पहिल्यै थाहा थियो एउटा एफआईवाला त आरएम एफआई झर्छ तर मैले सोचेँ आरएममै एफआई झर्छ तर यो त मालै आउँथ्यो म त अनि यसमा चाहिँ अर्को चाहिँ कुरा के हो भन्दाखेरि चाहिँ लगेर हामीले चाहिँ चाबी पाइसक्यो नि है हामीले चाबी पाइसक्यो यस्तो चाबी ह्याप्पी हो अब यसको चाहिँ अब फर्स्टमा हामी कुरा गर्नुपर्दा चाहिँ है चाबीमा चाहिँ यस्तो छिरामा न फ्ल्याट छिराम मिटर यस्तो छ अहिलेको यसपालिको मिटर चाहिँ यस्तो छ होइन अनि यसमा चाहिँ हामी के देख्न पाउँछौँ न्युट्रल ब्याट्री आरपिएम स्पिडो ओडोमिटर अनि यहाँ हाम्रो यो एफआई भएर चाहिँ यो आउने छ होइन यो हाम्रो यो इन्जिनमा के चुट्या पर्दो हुन्छ होइन अनि त्यसपछि अनि अहिलेको चाहिँ मेन हाइलाइट भनेको चाहिँ मलाई यो बाइकमा अरू मलाई त्यो खासै मलाई त्यो चित्त त्यो छुट्टै कुरा हो होइन अहिलेको चाहिँ मलाई एकदम गुड लाग्यो भनेको चाहिँ यो स्विच चाहिँ एकदम मलाई दामी लागेको छ होइन यो स्विच चाहिँ मलाई एकदम दामी लाग्छ अनि अर्को चाहिँ मेन स्विच भनेको चाहिँ हाम्रो यो भयो यो चाहिँ हाम्रो यो लाइक सिआरएफ जस्तै स्टाइलमा आएछ होइन त्यो चाहिँ एकदम गुड लाग्छ अनि के यो पहिला जस्तै पाउँछ हाम्रो डबल थ्रोटल पाउँछ होइन डबल थ्रोटल त भन्नु त सिङ्गल हुन्छ यो पनि चाहिँ सिङ्गल थ्रोटल छ अनि यो चाहिँ हाम्रो पहिला एचजेमा आउँथ्यो एचजे अनि GR7 अनि एक्जेडमा पनि आउँथ्यो यो इफ समवन नोज होइन कसलाई थाहा छ भने त्यसले बुझ्छ अनि यसमा चाहिँ हाम्रो चाहिँ लुक्स चाहिँ यस्तो छ है यसको की हाइलाइट भनेको चाहिँ अहिलेसम्मकोलाई चाहिँ डबल साइलेन्सर भयो अनि यता टल भएको कारण क्लिकको टल हो यो चाहिँ फेरि बाहिर किन्ने पनि पाउँछ केटा अनि त्यसपछि अनि यो बाइकको चाहिँ अहिले चाहिँ हेडलाइट बाल्न चाहिँ यहाँबाट जानुपर्छ है केटा प्याक यता हेडलाइट चाहिँ यस्तो छ अनि यसको चाहिँ हाइबिम कहाँ गयो यो चाहिँ हाइबिम भयो अनि मतलब ठिक छ मतलब त्यस्तो छैन यो पास रहेछ हरन नमजा मलाई एकछिन अनि हामीसँग छ एलइडी है केटा फेरि सब एलइडी हो अनि साइड लाइट पनि एलइडी हो फेरि अनि ठिक छ अनि त्यसको माथि अझ हामीसँग छ आइसिपीको यो के हो यो ब्रेक लिभर त्यसको माथि हामीसँग छ आइसिपीको क्लच अनि थोटल छ प्याट अनि हामीले पाउँछौँ यसमा एसएससीको सकर अनि त्यही हो केटा अब एसएससी चाहिँ ठिकै हो मलाई चाहिँ ठिकै लाग्यो फास्टै चाहिँ ठिक थियो मलाई मेरो अनुसन्धान किनकि मैले एसएससी खासै चलाएको छैन त्यही भएर नि होला तर फास्टेस्ट ठिक लाग्यो मलाई यसपालिको चाहिँ सिस्टम एसएससी नै हो अनि त्यसपछि चाहिँ यसपालि फेरि भनेको चाहिँ बाइक नै नयाँ हो आरएमजेड चाहिँ किन भनेको भन्दाखेरि चाहिँ डबल साइलेन्स भयो अरू केही पनि छैन अनि वान अफ द थिङ इज यो चाहिँ एफआई हो एफआई देखाऊ कालु एफआई देखाऊ देखायो
देखाइ ल ठिक छ यसमा चाहिँ हाम्रो चाहिँ कस्तो आउँछ भन्दाखेरि चाहिँ यो इन्जिन नयाँ हो हाम्रो जस्तो होइन सो यसपालिको पावर फिगर के छ क्याटालग अहिलेसम्म आएको छैन त्यसमा यो चाहिँ सर्ट रिभ्यू यो चाहिँ आँखा अन्दाजको रिभ्यू है केटा है सिरियसली नलिउ अब के थाहा के हुन्छ होइन अनि त्यसको माथि चाहिँ यो चाहिँ पावर बोन प्लस हाम्रो इन्जेक्टर सरी अक्सिजन सेन्सर यहाँ भयो रेडिएटर फ्यान सबै छ इलेक्ट्रोनिक्स चिजहरू चाहिँ सबै छ यसको इन्जिन चाहिँ अर्कै छ है यसपालि हाम्रो त्यो पहिला जस्तो आउने छैन अनि यसमा चाहिँ ट्याङ्की पनि ठुलो आएको छ यो 9 लिटर समथिङ त्यस्तै भन्थ्यो तर यताको फ्युल चाहिँ यतै अड्किन्छ क्या यसले बाइकै डराउँछ किनकि मेरो साथीको एचजे थियो अनि मैले चलाएको त्यो एचजे मासाला ड्याम साइडमा मैले बिच बाटोमा सुताएर यताको बेला यता झारेको यताको बेला सक्यो अनि वान अफ द मेन थिङ एफआई भएपछि चाहिँ हाम्रो चाहिँ यहाँ एउटा मेन फिल्टर चाहिँ आउनुपर्छ केटा है मेन फिल्टर चाहिँ आउनुपर्छ है ए सरी हाम्रो यहाँको ओइलको उसको है फ्युल पम्प हो त्यहाँ छ हाम्रो फ्युल पम्प अनि त्यसपछि एकदम ठिक छ टेस्ट राइड गराएको छैन अनि टेस्ट राइड गरेको भएपछि त्यो हुन्थ्यो अब सुन गर्नुपर्छ एक दिन टेस्ट राइड अनि त्यसपछि अहिले हामी चाहिँ यसमा यो कुन सिस्टम भनेको कालो दिने कुन यो सब लक सिस्टम होइन यो पनि एचजे टाइपको हो क्या हो कि लुक्स चाहिँ हेर्दाखेरि चाहिँ हामी पहिलाकै एचजे जस्तो आउँछ तर यसमा चाहिँ एचजे जस्तै भनौँ न तर डिजाइन चाहिँ अलिकति नयाँ टाइपको अलिकति अगाडिको भाग अनि तपाईँहरूले अहिले यसपालिको चाहिँ नयाँ माल पाउनुहुन्छ है सिट चाहिँ अर्कै पाराले खुल्दो रहेछ यो चाहिँ सिट होइन कसरी खोज्छ थाहा छैन यहाँबाट होला कि कसरी तानेर हुन्छ कि अनि त्यसको माथि लकेटाहरू यहाँ अनि हामीले यसमा चाहिँ के पाउँछौँ भन्दाखेरि चाहिँ एसजेडसीको नै हाम्रो ब्रेक पाउँछ अनि त्यसपछि हाम्रो सुनाम दिन्छ त्यसको माथि त मलाई चाहिँ एउटा कुरा चाहिँ अलिकति खल्लो लाग्यो भन्दा चाहिँ खल्लो लागेको चिज भन्दा चाहिँ टु बी अनेस्ट है केटा है स्पकेट चाहिँ अलिक सानै लाग्यो कि मलाई है अलिक सानै छ तर पछि यो खास यो टेन्सन लिने कुरा होइन किनकि यो आफ्टर मार्केट वी क्यान चेन्ज अल्सो होइन सबै चेन्ज गर्न हुन्छ अनि त्यसपछि अब होइन टिम्सन टायर 1 वर्ष मिठो चल्ने कुरा हो अनि मेन अफ द हाइलाइट भनेको चाहिँ यो है केटा है यो मेन अफ द हाइलाइट यो चाहिँ फेरि हाम्रो है नयाँ माल हो यो चाहिँ पुरानो आरएमओ जस्तो साइलेन्सर चाहिँ होइन है बिकज यहाँ तल हेर्नु केटा यहाँ तलपट्टि हामीले दुलो पाउनु दिएनौँ क्या सो यसको चाहिँ वान अफ द फिचरै भनौँ कि अब नन फिचरै भनौँ होइन हामीले यहाँ चाहिँ डिबी झिक्नु मिल्दैन कालु सोध्यौँ यो चाहिँ हाम्रो डिबी चाहिँ पहिल्यैबाट लक भइसकेको छ होइन पहिल्यैबाट लक्ड सो यसलाई मेन भनेको अब साइलेन्सर खोलेर पनि अब बनाउँदा नि अब साइलेन्सर बिग्रिनु हो कि टाइपको अनि त्यसको माथि साउन्ड चाहिँ बेसी छ है केटा है बेसी छ सुनाम साउन्ड मेन फिचर हाम्रो पहिलाको मेन फिचर जस्तै यहाँपट्टि चाहिँ अहिले यो चाहिँ हाम्रो यो सिआरएफ जस्तै भनौँ न होइन यसले चाहिँ यस्तो स्टार्ट गर्ने फिचर के हो भन्दाखेरि चाहिँ हाम्रो यो त्यसलाई चाहिँ 5 सेकेन्डसम्म चाहिँ ताप्नुपर्छ कि है देन इट्स गन अफ होइन यो चाहिँ मेरोमा हाल्नु पर्ने जस्तो छ है अब यो अपग्रेड अन द हाउस सो यो चाहिँ अब हाम्रो वाटर कुल लिक्विड कुल इन्जिन हो है किनकि यहाँ हामीसँग रिडिएटर पनि पाउन सक्छौँ कि है अनि यो त फ्रेम चाहिँ एडजस्ट रहेछ कि अनि त्यही भएर साउन्ड पनि बेसी नै छ त्यति सानो सानो पनि छैन तर बेस चाहिँ एकदम बबाल छ है अनि यहाँ चाहिँ यहाँ चाहिँ इको भएर होला तर साउन्ड चाहिँ बेस छ काल रिभ्यू दियो तिम्रो साउन्डमा बल छ साउन्ड चाहिँ मिठो साउन्ड चाहिँ इजिएस्ट लभली छ लभली प्राइसको कुरा गर्नुपर्दा चाहिँ इट्स हाम्रो यो मोटारमा आउँछ अनि डटमा आउँछ अनि प्राइस चाहिँ एउटै हो 8,59,000 रुपिस नेपाली होइन अनि मोटरमा किन्ने भए चाहिँ रातोमा आउँछ हरियोमा किन्ने भयो डटमा किन्ने भयो हरियोमा आउने रहेछ सो द्याट्स अ ड्रब्याक है अनि यसको चाहिँ मलाई फल्टी चिज लाग्यो भनेको चाहिँ हब चाहिँ सिएनसी दिएको भए हुन्थ्यो है
अनि डिबी झिक्न हुन्थ्यो अनि के छ त त्यसपछि त एफआई भयो अब हेरौँ न अब सिएक्सले नि आफै झिक्या हो सिएफले हेरौँ कस्तो दिँदो रहेछ कतिको के हुँदो रहेछ अनि वान अफ द मोस्ट ड्रब्याक कुरा दिस यो चाहिँ कस्तो भन्दाखेरि अब यहाँ पर डेहरू भयो पर डेहरू फिक्स गर्नु किनकि यसले छिक्दैन त्यसलाई त्यसमा माथि यहाँ अर्को टेक्निक भएको त्यसले बचाउँथ्यो कि एक बच मतलब अलिकति यता होइन सो यसको चाहिँ डर छ यो खसेर लड्छ कि भन्ने चाहिँ डर छ नत्र अरू त ठिक छ लाइक ठिक छ अब 2-3वटा चोक केटाको लागि नमन छ भने चाहिँ सिआर सोरुममा कन्ट्याक्ट गर्नु होला 8,59,000 ओन्ली अनि प्री बुकिङ छ बुकिङ सबै छ होइन काठमाडौँ सबै यो चाहिँ सिएफको चाहिँ आफ्नै मोडल टाइप हो रे सिएफको होइन इन्जिनियरिङ गरेर निकाले हो भन्छ हुनुहोस् अनि त्यसपछि ठिकै छ सिएफ एउटा वेल ब्रान्डेड हो अब उसले नि अब होइन कस्टमरलाई तनावतिर त भएन अब त ठिक छ भाइ अब अहिले म गफाल्नु तिमीहरूलाई लगेडा अनि मेन भनेको चाहिँ यसको नयाँ अर्को इन्जिन हो हामी जस्तो इन्जिन चाहिँ होइन होइन यो चाहिँ फुल ब्ल्याकमा आहा अनि एकदम इन्जिन अर्को छ किनकि त्यो चलाएन हामीले यो 259cc हो अनि 20 mm को टर्क समथिङ त्यस्तै त्यो क्याटालग पनि आएको छैन अहिलेसम्म सो आएपछि चाहिँ सबै म 1-2 डज हाल्छु है ठिक छ होइन अब किन्न सक्नेले किन्नुहोस् होइन राम्रो लाग्छ भन्दै किनकि राम्रो लागेपछि त होइन जे पनि हुनसक्छ होइन तर हामीले चाहिँ मेन कुरा चाहिँ के भयो भने हामीले चाबी पायौँ कि त्यहाँको अनि मेन भनेको हामीले टेस्ट ड्राइभ गर्नु मात्र पाएनौँ होइन नत्र चाहिँ ठिक छ एउटा चाहिँ मलाई चाहिँ अलिकति मन खट्केको चिज भनेको चाहिँ अलिकति 2टा चिजले हो कि 2टा चिज भनौँ कि कतिवटा चिज भनौँ होइन के अरे साइलेन्सरमा चाहिँ डिबी झिक्न अलिक नमिल्ने रहेछ अनि अर्को चाहिँ हब चाहिँ अलिकति सिएनसी दिएको भयो हुन्थ्यो तर त्यो पनि बलियो हुनसक्छ है किनकि के थाहा मैले चलाएको छैन होइन तर ठिक छ अब हामी के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब छिटै कतै पाएँ भने चाहिँ मैले चाहिँ त्यसको चाहिँ त्यो आरएमजेडको बारेमा चाहिँ म त्यो एकदम के भन्छ त्यो एकदम मिठो राइड हान्छु होइन राइड हानेर चाहिँ म तिमीहरूलाई टक हान्छु चुस्दिहालौँ न एकछिन है अनि त्यसपछि अनि 1-2-3वटा डस दिइहाल्छु म त्यसपछि होइन तर मेन भनेको हातमा आउनु पऱ्यो क्या बाइक हातमै दिन्न यार कसले नि यार मेन कुरा बाइक खोल्ने नि किने छैन जस्तो लाग्छ पोखरामा 1 पिस इन पोखरा त्यही हो अब प्राइस चाहिँ त केटाहरूलाई थाहा भइसकेको छ 8,59,000 रुपिज ओन्ली जसको गाडमा दम छ किनिहाल अनि यता टेस्ट ड्राइभ दिन चाहिँ यसो मेसेज गर ल अनि अरू भन्दा नि अरू त केही पनि होइन त्यही हो अब 2-3 मिनट स्लिप हानिदिनुपर्छ अनि त्यसपछि अनि पाडी हान्न जानुपर्छ पाडी के हो केटा हो